What's up everybody? So हजुरहरूलाई स्वागत छैन मेरो YouTube च्यानलमा। सो टुडे चाहिँ हामी खेल्न गइरहेको छौँ टावर अफ हेल के। यो चाहिँ एकदमै पुरानो गेम हो हैन, जुन चाहिँ अब के भनौँ, अब यो अहिले चाहिँ त्यति एक्टिभ प्लेयर हुनन् क्या हो, तर पहिलाको फेमस गेम हो के। मैले टिकटकमा देखिरहेको थिएँ अनि यसलाई चाहिँ आज मैले ट्राई गर्छु भनेर आएको क्या, त्यो भएर अब खेल्ने यो। त्यस्तो खेल्न त आउँदैन हेरो, त्यही पनि हेत्तेरी त्यही ट्राई गरौँ है त। ओके ल, मेरो अवतार कस्तो दामी देखेको यार। ए कसरी खेल्ने र, यस्तो हार्ड छ यार टावर अफ हेल। तर कति छन् होला एक्टिभ। अनि मैले भिसी पनि निकालेँ नि त यार केटा। हो यस, कति मजा आउँछ तिमीलाई थाहा भिसी निकाल्दाखेरि। ओहो बाचे बाचे बाचे। यस 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 ये कस्तो यार साथी हो। सब्सक्राइब गरिदिनु त अनि सक्छु कि। 1 सब्सक्राइबर इज इक्वल टु 1 लाख। सो म चाहिँ नयाँ नयाँ क्रिएटर हो। अनि अझ एउटा खुसीको खबर, हाम्रो 79 सब्सक्राइबर भइसकेको छ होइन, यति फास्ट। थ्याङ्क यू फर यर सपोर्ट साथीहरू। हजुरको सपोर्टले गर्दा नै, तपाईँहरूको सपोर्टले गर्दा नै म यहाँसम्म पुगेका छु होइन, पुगेको छु। अब यही हो, अरू त तपाईँले सब्सक्राइब गर्नुभयो भने म धेरै खुसी हुनेछु साथी। कस्तो हो के यार, यही सकेन मैले खेल्न, के खेल्ने हो यार, यही पार गर्न सकेन, कस्तो झ्याउलाउने यार। ये जम्प बटनै लाग्दैन कि, यही हो कस्तो झ्याउलान्छ। वेट है त वेट, मसँग 8 रोबक्स छ यार साथी हो, यस्तो गर्छु। वाइ के ल भयो त केही पाउँछु कि हेरौँ न त्यहाँ। के हो वाट इज दिस, कसरी लिन्छ यो? सकिन यार, के हो नि यिनीहरू चाहिँ। द टावर के यस्तो टावर अफ हेल अरे त फेरि। अब नि हो यो चाहिँ खेल्नु होला है, अघिको त ये खेल्नै नसकेर यार। अनि सो हजुरहरूले अहिलेसम्म मेरो आइडीलाई, मतलब मेरो च्यानल काजी वडीले सब्सक्राइब गर्नु भएन, सब्सक्राइब गरिदिनु होइन। मैले गिभअवे गरिरहेको हुन्छु, मेरो टिकटक पनि छ है, अनि सब्सक्राइब गरिदिनु। वी आर भेरी भेरी क्लोज होइन, वी आर भेरी भेरी क्लोज टु 100 सब्सक्राइबर होइन। 100 सब्सक्राइबर भयो भने म रोबक्सको नि डोनेसन गर्नेछु, मतलब डोनेसन भन्नाले नि गिभअवे के, अप टु 1000 रोबक्स होइन। मैले अस्ति भर्खरै 1000 रोबक्स रिडिम गरेको थिएँ। सो यप, हजुरहरूले लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, अनि त्यसपछि त एकदम खुसी भइहाल्छु नि म है। सो अघिको त केही सकेन, बल्ल बल्ल होइन यहाँसम्म त पुग्यो हाम्रो। र मलाई धेरै सपोर्ट गर्ने साथीहरू हुनुहुन्छ है, अनि हजुरहरू सबैलाई धन्यवाद। अब म हजुरलाई साउट आउट पनि दिनेछु, अब हजुरको नाम कमेन्टमा भन्नु होइन, म हजुरलाई साउट आउट गरिदिनेछु है त। सो यति हो, भन्नु हजुरको नाम, म साउट आउट दिन्छु। वाइ के यार, यार कस्तो यार नुब हो क्या म त पार्कोरमा। यो भन्दा त हार्ड पार्कोर अभि च्यालेन्ज खेलेर बस्दा राम्रो यार। तर यो पुरानो गेम भएर नि त मैले खेलेको, नत्र त कहाँ खेल्थेँ र। मैले टिकटकहरू इन्स्टामा धेरै देखिरहेको थिएँ कि यो टावर अफ हेल, त्यो डु यु रिमेम्बर मी भन्दै त्यो देखाइरहेको थियो, त्यो भएर खेलेको। यप ओए नुब टावर खेल्नु पर्यो यार, खेल्नै आउँदैन, नुब टावर खेल्छु। ल अब आयो नुब टावर। ये त्यही टावर रहेछ क्या, ए होइन रहेछ, धन्न नुब टावरमा पुग्यो। अब के हो, वाट्स दिस 1 मिनट, के हो रे 1 मिनट भनेको चाहिँ। कस्तो यार 1 मिनटमा के हुने हो, लाभा आउने हो र के हो? गाइजहरू यो हजुर कसैले खेल्नु भयो भन्नुहोस् त, खेल्नु भयो भने मलाई यसको बारेमा एक्सपिरियन्स देखाइदिनुहोस्। यस ए
म त अरू यहाँ चाहिँ गेम खेल्छु यार खेल्न मिल्दैन गेम ब्रा 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 ओ म त I'm noob के ओए के हो यस्तो अब के हो यो 52 सेकेन्ड्स ए कस्तो नभएको ड्रिमलाई बोलाउनु पर्यो यार अब रोब्लक्सको ओए सके मैले What the hell? What the Bro यस्तो नुबले बल्ल बल्ल पार गरिरहेको थियो त्यो पनि वेट नै के भयो अब के हो यस्तो अब त प्रो हो कि म हेर है अब त प्रो हो कि म ठानेसी अब ठान्छु कि अब ठानेपछि यस्तो ठान्छु नि मैले यता हेर तिम्रो डाइले कस्तो खेल्छ ब्रो कस्तो वाइ यस्तो रिस उठ्छ नि यसै त यो फेमस भएको होइन टावर अफ हेल मैले फर्स्ट टाइम खेलेको यार यो गेम म यङ हुँदा चाहिँ म भर्खरै खेल्न सुरु गरेको Are you serious right now bro के हो यो लुफी ब्रो ल गाइस हेर्न सक्नुहुन्छ लुफी दि मंकी खतरा रहेछ नि त मेरो कट्टु त देखिएन अहिले अब देखिन्छ नि ल मेरो कट्टु त खतरा यताबाट रहेछ के मेरो कट्टु त खतरा ओ यसरी लगाउनु यसरी लुफी वाइटी ब्रो सो अब हामी गेममा फोकस गरौँ है गेममा फोकस गर्दा एकदम राम्रो हुनेछ किन थाहा छ किनकि गेममा फोकस गर्दा धेरै राम्रो हुन्छ त्यसैले यस ए ब्रो म फेरि पिरो हो क्या एकचोटि गर्ने बित्तिकै पिरो हो क्या म एकचोटि गर्न म त रुइदिन्छु केटा हो वाद यो भन्दा त म ब्लड सुट हेरेर बस्थेँ यार लिटरली म 310 लेभल मात्रै हो क्या मेरो अरू अकाउन्ट छैन तर मैले यो आफ्नो एउटा पर्सनल अकाउन्ट बनाएको क्या अलि सबै सिक्योर बनाएर अनि मैले गिफ्ट कार्ड पठाइदिनु धेरमा अलि कति गयो $30 भयो एकैछिन कस्तो यार स्क्याम हान्दिएर रोब्लक्सले नै कस्तो नो के नो गाइज सो अझै पनि हेर्नु त यदि हजुरले अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएन भने सब्स्क्राइब गरिदिनु क्या प्लिज बिकज किनकि मेरो सब्स्क्राइबर कम छ नो के म खेल्दिनँ के यो म एकदम खेल्दिनँ के ये बरु उसको लागि नयाँ गेम कहाँ गयो त्यो अरू कुनै गेम खोजेर खेलौँ है त ल साथीहरू ल भएन यति लामो भइसकेछ भिडियो ना ब्रो वाइ के यस्तो किन के हो यार यस्तो रिस नि बिस्टिल ब्रोडमै खेलेर अरू जानु पर्यो खेलेर क्लाइम गरेर चाहिँ जानु पर्यो त्यही त बाँकी हो सुन्नु न गाइस है ओके सो मेरो चाहिँ अब रिन्यू गर्न बाँकी छ त्यसैले म अरूको उसमा खेल्न पर्ने छ सो म हजुरलाई के सोध्छु भन्दाखेरि यदि हजुरलाई के भन्छ अरे कुनै राम्रो गेम के मतलब रोब्लक्सको जस्तै यो स्ट्राइबेन्ड यस्तै फनी गेमहरू के थाहा छ भने प्लिज कमेन्ट गरिदिनु न
म खेल्छु के त्यो गेम म वाक्क भइसक्यो यस्तो गेम खेल्दा अनि द फोर्स भन्ने नि आएछ त्यो मेरो खेल्नै झ्याउ लागिसक्यो मलाई यो ब्रो खेल्दै झ्याउ लाग्छ भन्दा नि खेल्दिनँ क्या म बरु हन्टी जम्बी खेल्छु क्या म हन्टी जम्बी को खेल्छ यहाँ हन्टी जम्बी वे सेन्ट्रिफ्युज वाट आज के हो क्लाइम गर्ने पहिला लस लकी ब्लक ओहो लस लकी ब्लक लेट्स चेक आवर के भन्छ त्यसलाई पहिला मनी कलेक्ट गरौँ है भर्खर रिवार्ड तानेको मैले भयो त मनी कलेक्ट गरौँ है त ल जाम लेट्स चेक ल है त केडा हो ल नो लुक है ओके नो लुक Whoa! Yo! Bro! This is oh my god! Oh no! Oh, I want to leave. Oh no, bro! Yo, bro! Bro. Seriously? भर्खरै के भयो? Bro. Nah, bro. Oh my god, man. So, कस्तो लाग्यो ओके सो आजको लागि यति नै गाइज सो आजको लागि यति नै सब्सक्राइब गरिदिनु प्लिज हामी अर्को भिडियोमा भेटौँला आजको लागि यति नै थ्याङ्क यू हेभ अ नाइस डे बाई